किपरले ह्यान्ड गरेको थियो बाहिर। ओ नाइस गोल। पास खेल्दै राम्रो पास, राम्रो फिलिपलाई पास, राम्रो पास, गोल गर्न सफल भयो। हेलो एभ्रिवान, सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। म पनि आरामै छु। आज चाहिँ सन्डे हो, सो फुटसल खेल्न जाँदैछु म। एभ्री सन्डे चाहिँ हामी फुटसल खेल्न गर्छौँ। स्वास्थ्यको लागि फुटबल, अब हाम्रो लागि फुटबल त्यस्तै। अब फुटबलमा केही गर्न नसके पनि खेलेर स्वस्थ चाहिँ बन्न सक्छौँ अनि आफ्नो स्वास्थ्य यो शरीरलाई चाहिँ मेन्टेनमा राख्न चाहिँ सक्छौँ। त्यही हो गाइज। आज चाहिँ जाँदैछु, साथीहरू सबै हिँडिसक्यो रुमबाट, म पनि जाँदैछु। आज अब कस्तो हुन्छ आजको फ्रेन्डली गेम। आज सुबरासी एफसीसँग छ भन्ने कुरा सुनेको छु। ल गाइज ग्राउन्डमै पुगेर भेटौँला है त, बाई बाई। ल गाइज हामी चाहिँ ग्राउन्डमा आइपुगिसकेका छौँ। हाम्रो ब्लुरे एफसीका केटाहरू चाहिँ अब हेलो हेलो दाई, हेलो फिलिप दाई। ओ भाइ के छ? एकदम आरामै भन्नु पर्यो। ल है त गाइज, अब हाम्रो ब्लुरे भर्सेस अब सुबरासी एफसीको चाहिँ बवालै म्याच पर्ने होला छ। ब्लुरे एफसी रोमियो लामा, रोमियो नाइस पास, फिलिप तामाङ बल बढाउँदै। ओ राम्रो पास थियो तर चुकेका छन् जर्सी नम्बर 5 का खेलाडी। फिलिप, रोमियो, ब्लुरे एफसी किपर रोमियो ब्याक पास खेल्दै राम्रो पास, राम्रो फिलिपलाई पास, राम्रो पास, गोल गर्न सफल भएका छन् जर्सी नम्बर 5 का खेलाडी। सुबरासी एफसी ब्याक पास खेल्दै। यो चाहिँ फ्रेन्डली गेम है गाइज। गोलको भ्यालु भन्दा पनि आफ्नो टिम गेम खेलिरहेका छ सबैले। ब्लुरे एफसीका फिलिप तामाङ चुकेका छन्। नाइस नाइस सट, सकियो नि अहिले अनि 3 बजेबाट खेलेको हामी 4 बजेबाट। राम्रो ओ खुट्टा सेभ गरेर खेल्नुपर्ने हुन्छ गाइज यसरी। फिलिप तामाङ फेरि पनि गोल गर्न सफल भएका छन्। सुबरासी एफसीका खेलाडी बल बढाउँदै सुबरासी एफसी। ओ नाइस नाइस, गोल गरिदिएका छन्। फिलिप, रोमियो स्किल देखाउँदै रोमियो लामा, अझै पनि रोमियो, फिलिप राम्रो पास, रोमियो रोमियो स्किल देखाउँदै अझै पनि। ओ नाइस, राम्रो पास दिएका थिए तर चुकेका छन्। कर्नर पाएको छ ब्लुरे एफसीले।
शिवराज एफसी का खिलाड़ी बॉल बढ़ाउँदै नाइस सेभ फिलिप तामाङ रोमियो फिलिप 1-2 ब्याक खेल्दै रोमियोलाई ह्यान्डबल पेनाल्टी हुन्छ कि के हो फ्री किक चाहिँ रहेछ है फ्री किक पाएको छ शिवराज एफसीले किपरले ह्यान्ड गरेको थियो बाहिर ओ नाइस गोल जर्सी नम्बर 7 का खेलाडी गोल गर्न सफल भएका छन् फ्री किकमा यो चाहिँ टर्निङ गेम हो गाइज अब 2 विक पछि शिवराज एफसीले टुर्नामेन्ट राखेको छ त्यसकै लागि चाहिँ फ्रेन्डली गेम खेलिरहेको छ लिरे एफसी भर्सेस शिवराज एफसी रोमियोको सर्ट बाहिर गएको छ यता माछु ल त्यहाँ फिलिप तामाङ फिलिप सिधै गोल गरिदिएका छन् खेलाडी चेन्ज भएको छ हाम्रो करण जाँदैछ एफसी किपर रोमियो फिलिप शिवराज एफसी का खिलाड़ी शिवराज एफसी का खिलाड़ी बॉल बढ़ाउँदै रोमियो 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 अझै पनि रोमियो रोमियो लामा राम्रो सिधै माथि पार गरेका छन् शिवराज एफसी बल चलाउँदैछ
Romeo, Philip, Romeo लामा बल बढाउँदै ब्लु रेस एफसीको तर्फबाट स्किल राम्रो छ मोराको कर्नर पाएको छ ब्लु एफसीले सीधा प्रहार गरेको थिए त बाहिर करण पोन ल मान्छे त Subara CFC keeper Philip keeper Subara CFC का खिलाड़ी बॉल बढ़ाउँदै nice pass oh nice shot करणलाई पास दिएका छन् करण आफै अल्झिएर बल बाहिरिएको छ नाइस शट तर पोलमा लाएर बाहिरिएको छ सुबरा CFC का खिलाड़ी नाइस पास रोमियो लामा यहाँ आने थियो रोमियो शॉट सुरा CFC का खिलाड़ी